गुड मर्निङ। आज हामी क्लास 12 को मैथमेटिक्स को इंटीग्रेशन गर्न गइरहेछौं। सुरु गरौं। dx 4 भनेको 4 भइगयो। अब 4 सँग मल्टिप्लाई हुन्छ के हुन्छ 1 हुन्छ। अब त्यो 1 भनेको चाहिँ के हो त भन्दाखेरि sin स्क्वायर x प्लस cos स्क्वायर x हो। किनभने sin स्क्वायर x प्लस cos स्क्वायर x भनेको के हो त 1 हो। त्यो 4 सँग 1 फ्याक्टर थियो, त्यसलाई हामीले यसमा कन्भर्ट गर्यौं। अब -5 sin स्क्वायर x भयो। अब 4 sin स्क्वायर x मल्टिप्लाई गर्दिने प्लस 4 cos स्क्वायर x मल्टिप्लाई गर्दिने -5 sin स्क्वायर x भइगयो dx 4 sin स्क्वायर x -5 sin स्क्वायर x भनेको के हुन्छ एकछिन यो पहिले 4 cos स्क्वायर x को 4 cos स्क्वायर x भयो। 4 sin स्क्वायर x -5 sin स्क्वायर x भनेको 1 sin स्क्वायर x हो। हामी 1 चाहिँ लेख्दैनौं। अब यो दुईटाबाट हामी के निकाल्छौं cos स्क्वायर x कमन निकाल्छौं। cos स्क्वायर x बाहिर निक्लेपछि भित्र 4 आयो, माइनस को माइनस sin स्क्वायर x बाट cos स्क्वायर x कमन लिएपछि sin स्क्वायर x डिवाइडेड बाइ cos स्क्वायर x हुन्छ। किनभने फेरि हामीले यससँग मल्टिप्लाई गर्दाखेरि यो र यो काटेर यही sin स्क्वायर x रहन्छ। यहाँबाट cos स्क्वायर x कमन निकाल्नको लागि यहाँनेरि हामीले डिवाइड गर्न पनि मिल्छ। अब 1 बाइ cos स्क्वायर x भनेको sec स्क्वायर x dx हुन्छ। 4 भनेको 2 को 4 को 4 नै लेखौँ मैले 4 को 4 लेखौँ। sin स्क्वायर x डिवाइड बाइ cos स्क्वायर x भनेको tan स्क्वायर x हुन्छ। अब हामीले सब्स्टिट्युट गर्नुपर्छ। लेट t बी tan x लाई यसको डेरिभेटिभ लिँदा dt tan x को sec स्क्वायर x dx हुन्छ। अब हामीले sec स्क्वायर x dx को ठाउँमा dt लेख्दिने। 4 भनेको 2 को स्क्वायर हो माइनस tan स्क्वायर x भनेको 10 भनेको t भइगयो, स्क्वायर भनेको स्क्वायर भयो। अब यसको फर्मुला यहाँनिर छ। a स्क्वायर माइनस x स्क्वायर को फर्मुला भनेको के हुन्छ 1 बाइ 2a। a भनेको 2 हो, लग को लग भइगयो। a भनेको के छ 2 छ प्लस x भनेको के छ t छ। a भनेको 2 छ माइनस x भनेको t छ प्लस c कन्स्टेन्ट 1 को 1 2 टु द 4 लग 2 को 2 भइगयो। t भनेको tan x छ डिवाइडेड 2 माइनस फेरि t भनेको tan x छ प्लस c हो। दिस इज द रिक्वायर्ड आन्सर। थ्याङ्क यू।